नमस्कार साथीहरू, मानव इतिहासको विभिन्न कालखण्डमा छालाको रङलाई आधार मानेर विभेदहरू गर्ने गरिएको त तपाईहरुले सुनेकै कुरा हो। यतिसम्म कि छाला गोरो र चम्किलो बनाउँछ भन्दै विभिन्न क्रिमहरूको विज्ञापन गर्ने गरेको पनि हामीले देखेका छौँ। पढ़ाई लिखाई जाति प्रजाति सब बाद में, सिर्फ गोरी लड़की चाहिए। इन शॉर्ट जो गोरा है वो सुंदर है। आउनुहोस् आज छालाको रङ भित्रको विज्ञान र छालाको रङ र भूगोल बीचको सम्बन्धको विज्ञान। सबैभन्दा पहिले कुरा गरौँ मानिसको छालाको रङ किन कालो वा गोरो हुन्छ भनेर। मानिसको छालाको बाहिरी तह एपिडर्मिसमा मेलानोसाइट्स नामक कोषहरू हुन्छन् जसले मेलानिन नामक पिगमेन्ट उत्पादन गर्छ। यो एउटा नेचुरल सनस्क्रिन जस्तै हो जसले सूर्यमा हुने विकिरणहरूबाट छालालाई बचाएर राख्छ। मेलानिनको मात्रा कम हुँदा छाला गोरो हुन्छ भने मेलानिनको मात्रा बढ्दै जाँदा छाला बिस्तारै गहुँगुरो र कालो हुँदै जान्छ। अर्थात् मेलानिनको मात्रा कम गोरो छाला र मेलानिनको मात्रा बढी कालो छाला हुन्छ। त्यसो भए छालाको रङ र सूर्यको प्रकाश बीच के सम्बन्ध छ त? छालाको मुख्य काम सूर्यबाट आउने परावैजनिक किरणबाट शरीरलाई बचाउनु पनि हो भने अर्को काम सूर्यको प्रकाशलाई प्रयोग गरी भिटामिन डी उत्पादन गर्नु पनि हो। छालाले यस्तो सन्तुलनमा काम गर्नुपर्ने हुन्छ सूर्यको प्रकाशलाई प्रयोग गरेर भिटामिन डी को उत्पादन पनि गर्न सकियोस् र धेरै सूर्यबाट आउने विकिरणबाट छाला नबिग्रियोस् पनि। बढी सूर्यको प्रकाश हुँदा छाला कालो हुँदै जान्छ जसले छाला बच्छ, शरीर बच्छ भने कम सूर्यको प्रकाश हुँदा छाला गोरो हुँदै जान्छ जसले धेरै सूर्यको प्रकाश लिएर भिटामिन डी उत्पादन गर्न सक्छ। अब कुरा गरौँ भूगोलले मेलानिनको उत्पादनलाई कसरी असर गर्छ त? पृथ्वीको भूमध्यरेखीय क्षेत्रमा पर्ने देशहरूमा बस्ने मानिसहरूको छाला कालो हुन्छ किनकि भूमध्यरेखीय क्षेत्रमा सूर्यको प्रकाश सिधा पर्छ जसले गर्दा उक्त क्षेत्रमा बस्ने व्यक्तिहरूको शरीर जोगाउनु पर्ने हुन्छ र मेलानिनको उत्पादन बढ्दै जान्छ, छाला कालो हुँदै जान्छ। अफ्रिकी देशहरू प्रायःजसो भूमध्यरेखीय क्षेत्रमा पर्ने भएकाले यी क्षेत्रहरूमा बस्ने मानिसहरूको छाला कालो हुन्छ। जति जति भूमध्यरेखाबाट टाढा हुँदै जान्छौँ त्यति सूर्यको प्रकाश छड्के पर्ने भएकाले त्यहाँनिर मेलानिनको उत्पादन कम हुन्छ र छाला गोरो हुँदै जान्छ। युरोपियन देशहरू, रसिया लगायतका देशहरूमा देखिने छालाको रङ यही कारणले सेतो भएको हो। हामी नेपालमा बस्ने मानिसहरू न त ध्रुवीय क्षेत्रमा न त भूमध्यरेखीय क्षेत्रमा, हामी जस्ता देशहरूमा बस्ने मानिसहरूको छाला गहुँ गोरो हुन गएको हो। हामीले यो पनि बुझ्नुपर्छ कि मेलानिनले छालाको रङ मात्र होइन आँखा र कपालको रङ पनि निर्धारण गर्नुपर्छ। त्यसैले कालो छाला भएका मानिसहरूको कपाल र आँखाको रङ प्राय कालै हुने गर्दछ भने सेतो छाला हुने मानिसहरूको कपाल र आँखाको रङ प्राय सेतै हुने गर्दछ। छालाको रङ मेलानिनको कारणले गर्दा निर्धारण हुन्छ भने समाजमा छालाको रङको कारणलाई लिएर कसरी विभेद सुरु भयो त? तो गोरा जो है हमारे यहाँ सुंदरता का एक वो माना जाता है, कीर्तिमान माना जाता है, यू नो। काली काली लगती हूँ। आउनुहोस् यस पछाडिको कारण बुझौँ। आजभन्दा करिब 3 लाख वर्ष पहिले होमोसेपियन्स जुन मानवको पुर्खा हो त्यसको उत्पत्ति अफ्रिकामा भएको मानिन्छ। इथियोपिया र मोरक्को जस्ता देशहरूमा यिनीहरूका जीवावशेषहरू पाइएका छन्। यिनीहरू लामो समयसम्म अफ्रिकामै सङ्घर्ष गरिरहे जसले गर्दा यिनीहरूमा कालो छालाको विकास भयो। बिस्तारै खानाको अभाव, मौसममा भएको परिवर्तन, जनसङ्ख्याको वृद्धि र खोज तथा उत्सुकताका कारणले यिनीहरू एसिया र युरोपका विभिन्न देशहरूतर्फ अघि बढ्न थाले। यसरी भूमध्यरेखाबाट टाढा हुँदै गर्दा यिनीहरूको छाला बिस्तारै गहुँ गोरो र गोरो हुँदै गयो। यो बसाइ सर्ने प्रक्रिया 1 वा 200 वर्षको कुरा होइन, यो हजारौँ वर्षको कुरा हो जसले शरीरमा मेलानिनको उत्पादन घट्दै गयो र उनीहरू बिस्तारै गहुँ गोरोबाट गोरो हुँदै गए। जब युरोपमा औद्योगिक क्रान्तिको सुरुवात भयो कच्चा पदार्थको खोजीका लागि युरोपियनहरू फेरि बिस्तारै अफ्रिका र एसियाका विभिन्न देशहरूमा पुग्न थाले। अफ्रिका र एसियाका विभिन्न देशहरूमा सबै मौसममा खेती हुने देखेर यिनीहरूले बिस्तारै यी देशहरूमा उपनिवेश कायम गर्न थाले र त्यहाँका मानिसहरूलाई कामदारका रूपमा प्रयोग गर्न थाले। बिस्तारै बिस्तारै उनीहरूलाई दासका रूपमा
रूपान्तरण गर्न थाले र आफूभन्दा कम जान्ने भाष्य स्थापित गरे। यसरी गोरा र कालाहरू बीचमा विभेदको सुरुवात भयो। युरोपियनहरूले हाम्रो मस्तिष्कमा यस्तो छाप बनाए कि गोरो भनेको राम्रो हो र कालो भनेको नराम्रो हो र पछाडि कस्मेटिक प्रोडक्ट्सहरूले पनि यसै कुरालाई समातेर व्यापार गर्दै गर्दा हामीमा त्यो छाप अगाडि बढ्दै गयो। यतिसम्म गहिरो गरी छाप बस्यो कि आजसम्म पनि हामीले गोरो छालालाई नै राम्रो भन्न थाल्यौँ। यदि कालो र गोरो छाला सूर्यको प्रकाशसँगको अनुकूलन र मेलानिनका कारणले गर्दा भएको हो भने आज पनि हामीले किन छालाको रङको आधारमा मानिसहरू बीचमा खराब व्यवहार गर्छौँ? Can black people be racist? I'm racist, yeah. Against who? White people, I don't like y'all. All the shit we've been through, we can't be racist. Why can't black people be racist? Just cause all the shit we've been through. Why do you think some black people think that they can't be racist? Because they're racist. Because they're racist. समस्या छालाको रङमा होइन, हाम्रो सोचाइमा छ। तपाईलाई कस्तो लाग्छ? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्। हस्, नमस्कार।